बबिना आज चिया नखानु क्या 5 बजिसक्यो अझैसम्म उठेको छैन उठ त भर्खर त 5 बज्दैछ के छिटो उठ्नु परेको हैन अहिलेको सासूहरुलाई फेरि एकछिन सुत्नु नदिने रहेछ आमा आमा के भयो आज घुम्नु जानु छ खाना पकाएर खानु है ल म भ्याउँदिन पकाउन आज अब म छोरालाई फोन गरेर फुल सार्छु खाली घुम्नु भन्छ खाली यता हिँड्नु भन्छ तेरो बुढीले खाना पकाउँदैन अरे अब त पनि उतै खाएर आइज गयो साथीहरुसँग घुम्नु गएको हो कि कहाँ गएको हो खाली सुत्नु र घुम्नु मात्रै खोज्छ छोरालाई पोल सार्नु थालिहालेछ फोन गरेर म एकछिन घुम्नु गएको पनि देखिन सक्ने रहेछ हौ अन मलाई नै भन्दा पनि हुन्थ्यो त